ए बाबु यहाँ सुन्न, यहाँ त के लेखेको रहेछ, फ्रीमा ग्यास सिलिन्डर जित्नुहोस् रे। यो लिङ्कमा क्लिक गरौँ। मामु यस्तो लिङ्कमा क्लिक गर्नु हुँदैन नि, यी प्राय सबै स्क्याम हुन्छन्। त्यस्तो नि हुन्छ र? अरे इन्टरनेटमा भएको सबै कुरा कहाँ साँचो हुन्छ त मामु? हजुर भन्नुहोस् त। हजुर हजुर। ओटिपी? ए बाबु सुन्न, ब्याङ्कबाट फोन गरेको भनेर मलाई त ओटिपी कोड पो माग्दै हुनुहुन्छ त। हेलो हेलो मामु, ब्याङ्कले कहिले पनि ओटिपी वा पिन माग्दैन नि। अबदेखि कसैले पनि ओटिपी माग्यो भने नदिनुहोस् है। हुन्छ। हेर्नुहोस् न मामु, 6000 पर्ने यो ब्रान्डको ज्याकेट त जम्मा 2000 मा देखाइरहेको छ। अनि त्यति महँगो ज्याकेट पनि सस्तोमा दिन्छ त कसैले? कसरी दिन्छ त्यो? अनलाइन सेल लाग्यो होला नि त, म सोध्छु नि मेसेज गरेर। हेलो सर, तपाईँले एउटा ज्याकेटको बारेमा इन्क्वायरी गर्नुभएको थियो नि। अहिले हामीसँग लिमिटेड स्टक मात्र बाँकी छ। अहिले नै अर्डर गर्नुभयो भने मात्र पाउन सक्नुहुन्छ है। ओहो, हो र दाइ? अनि अर्डर चाहिँ कसरी गर्ने? म तपाईँलाई एउटा फर्म पठाउँछु, त्यो फिलअप गर्नुहोस्, तपाईँको अर्डर कन्फर्म हुन्छ। आयो सर, आयो। सर, अब त्यो फर्ममा तपाईँको नाम, ठेगाना र नम्बर भरिदिनुहोस्। ए हुन्छ हुन्छ हुन्छ। अब सर, अर्डर कन्फर्म गर्न त्यहाँ कन्फर्मेसन कोड आएको होला, त्यो कोड मलाई भनिदिनुहोस् त। 0017। ठिक छ सर, तपाईँको अर्डर कन्फर्म भयो। अब छिट्टै डेलिभरी हुन्छ। धन्यवाद। ए हजुर, हस् सर, धन्यवाद। ल कसरी मेरो फोनबाट यत्रो पैसा काट्यो? बाबु के भयो? मामु, सस्तो अफर देखेर विश्वास गरेँ, फर्म पनि भरे, अनि ओटिपी पनि भनिदिए। मेरो सब पैसा काट्यो नि, म आफै स्क्याममा परेँ नि। जे हुनु भइसक्यो, अब चिन्ता नगर। हेर बाबु, सचेत रहनु हामी सबैको लागि हो। हामी मध्ये जो कोही पनि जति नै स्मार्ट भए पनि एकछिनको हतार र लोभमा परेर ठगिन सक्छौँ। नचिनेको लिङ्क वा वेबसाइटमा विश्वास नगरौँ। अत्याधिक सस्तो अफरबाट सधैँ सावधान रहौँ र आफ्नो ओटिपी, पिन र पासवर्ड कसैलाई पनि सेयर नगरौँ। सचेत बनाऊ, सुरक्षित रहौँ।